2000 वटा मोमो नानीको किन्डरगार्टन बिदा भएको बेलामा नानीलाई पनि साथमै राखेर हामीले कसरी पुरा गर्यौं भनेर आज देखाउने छु। नमस्कार सबैजनालाई, आज फेरि म अर्को नयाँ भिडियो लिएर हजुरहरू सामु आइपुगेकी छु। अल्छी नमानिकन अन्त्यसम्म हेरिदिनु होला। हामीले हाम्रो यो अर्डर पुरा गर्नको लागि मंगलबार राति 10 बजेदेखि किमा बनाउन सुरु गरेका थियौं। हामी चाहिँ भोलिलाई सजिलो होस् भनेर अहिले मोमोको किमा तयार गरेर भोलिको लागि तयार गर्दैछौं। अनि हामीलाई सहयोग गर्नको लागि हाम्रो पूजा भान्जी र सोनी पनि आइपुग्नु भइसकेको थियो। तर एउटा सानो नानीलाई सँगै राखेर घर र रेस्टुरेन्टको काम पनि सम्हाल्दै यति ठुलो अर्डर पुरा गर्न हाम्रो लागि त्यति सजिलो थिएन। बुधबार बिहान 12 बजेबाट हामीले मोमो बनाउन सुरु गरेका थियौं। छोरी साथमा भएकोले कहिले सोनीले छोरीलाई हेर्दै र कहिले मैले छोरीलाई हेर्दै हामीले मोमो बनाएका थियौं। नानीलाई कतै छोडेर काम गर्ने अवस्था त थिएन। अनि मध्य दिन भएपछि मैले फेरि एकछिन छोरीलाई सुताएर आएर हामी दुईजनाले धमाधम मोमो बनाउन थाल्यौं। अनि साँझ पर्न थालेपछि कान्छी ज्वाइँहरू पनि आइपुग्नु भयो। त्यस पछाडि मलाई अलिक सजिलो भयो। कान्छीले छोरी हेर्दी माथि अनि ज्वाइँले पनि अलिअलि सघाउनु भयो हामीलाई। अनि अझ बेलुका भइसकेपछि हाम्रो पूजा भान्जी पनि आउनु भयो। सहयोग गर्ने हातहरू अझै बढ्दै गइरहेका थिए। र आजको दिनमा हामीले कमसे कम पनि 800 मोमो तयार गरिसकेका थियौं। र भोलिपल्टबाट हामी फेरि मोमोको तयारी सुरु गर्छौं। तर भोलिपल्ट अलिक गाह्रो अवस्था थियो। काम पनि अलिक बढी भएको भएर हामी चाहिँ खुरुखुरु मोमो बनाउन सक्ने अवस्थामा थिएनौं। छोरी पनि एकछिन उसको साथीकोमा खेल्न गएकी थिए। त्यो बेलामा मोमो बनाउने भनेको थियो तर जस्तो भइरहेको थिएन। अनि मनमा कता डर पनि लागिरहेको थियो मलाई। ला हामीले त 2000 मोमो बनाउन सक्दैनौं कि क्या हो भनेर। सोनीले भरे धमाधम मोमो बनाउन थालिन्। मैले माथि गएर छोरीलाई सुताएर आएँ। अनि हामी दुईजना भएर फेरि मोमो बनायौं। अनि एकछिनमा सन्ध्या पनि आइपुगिन् र हामी सबैजना मिलेर दिउँसोकै समयमा हामीले लगभग 400-500 मोमो बनाइसकेका थियौं। बेलुका भान्जीले आएर नानी हेरिदिनु भयो। हामीलाई मोमो बनाउन सजिलो भएर हामीले धमाधम 2000 मोमो बनायौं। र यसरी नै सबैका सहयोगी हातहरूले गरेर हामी चाहिँ समयमै 2000 मोमो बनाउन सफल भयौं। मोमो बनाइसकेपछि चाहिँ सोनीको हालत यस्तो भइसकेको थियो र सबै मोमोलाई फ्रोजन गरेर राखियो। अनि आज आएर हामी दुईजना बुढाबुढी भएर मोमो गनियो। 2000 पिस मोमो गनेर लानको लागि रेडी गरियो। अनि यसरी बुधबारदेखि सुरु गरेको हाम्रो 2000 पिस मोमो बनाउने कार्यक्रम सबैजनाको साथ र सहयोगले समयमै सकाउन सफल भएका छौं। सबैजनालाई धेरै धन्यवाद। काम गर्ने बानी अलिक हटेकोले थकाइ पनि अलिक बढी लागेको छ। आज चाहिँ आराम गर्नु पर्ला। यस्तै हाम्रो रियल लाइफको साना ठुला मोमेन्टहरू हेर्नुहुन्छ भने मेरो भिडियोलाई माया गरिदिनु होला। अनि हामी अर्को भिडियोमा फेरि भेट्नेछौं। बाइ बाइ।